नमस्ते, मेरे नाम सेजल हो, मेरे नेपाली नाम सपना हो। मैं अमेरिका बताए, मैं टीम दाया बताए। नमस्ते, मेरा नाम तिलक और Seattle, Washington, America, Bata, IA. नमस्ते, मेरा नाम जावीन हो, जीवन हो, मैं अमेरिका बताए। नमस्ते, मेरा नाम जय हो, मैं अमेरिका बताए। नमस्ते, मेरो नाम सुमनिमा हो, म काठमाडौँबाट आएँ। मेरे नाम सेजल हो। सेजल हुनुहुन्थ्यो। सेजल अमेरिकामै जन्मेर हुर्किनु भए पनि उहाँको परिवार चाहिँ इन्डियाको गुजरातको सहरबाट अमेरिकामा बसाइसकेर जानुभएको, जुन गुजरात इन्डिया हाम्रो नेपालकै सहरहरू जस्तै छ। उहाँलाई यहाँ घुमिराख्दा हेरिराख्दाखेरि आफ्नै परिवार हुर्केको सहर जस्तै लागिरहेको छ। उहाँले हुर्किँदै गर्दाखेरि उहाँको परिवारमा धेरै स्रोत साधन नभए पनि उहाँको बाबा आमाले उहाँको शिक्षाको लागि चाहिँ उहाँहरूले सधैँ एउटा राम्रो वातावरण बनाइदिनु भएको थियो। र जब हुर्किसकेर आफू एउटा वयस्क हुँदै गर्दाखेरि मैले चाहिँ कसरी अरू जीवनहरूलाई असर पार्न सक्छु, जसरी मेरो जीवन सुन्दर बनाइयो त्यसै गरी कसरी मैले अरू जीवनहरू सुन्दर पार्छु भनेर उहाँले सधैँ लागि परिरहनु भएको छ। र आज टिम दयासँग जोडिएर यहाँ तपाईँहरू सबैलाई यसरी खुसी देख्न पाउँदा र तपाईँहरूको भविष्यमा तपाईँहरूको शिक्षामा एउटा सानो केही सहयोग गर्न पाउँदा चाहिँ भित्री हृदयको कुरादेखि नै उहाँ एकदमै खुसी हुनुहुन्छ र धन्यवाद पनि ज्ञापन गर्नुहुन्छ। आफ्नो खुसी पनि तपाईँहरूसँग त्यसै गरी प्रकट गरिरहनुहुन्छ। मेरा नाम जय हो with Team Daya. जयलाई वन्डरफुल स्पिचको लागि धेरै धेरै धन्यवाद। सो उहाँले भन्नुभयो अनुसार आज टिम दयाबाट हामीसँग 4 जना हुनुहुन्छ, तर हामीले देखिरहेको 4 जना बाहेक 1500 जनाको एउटा ठुलो समूह छ जसले यसमा नदेखिने गरी काम गरिरहेको छ। उहाँहरू सबैको आवाज आज हामीसँग छ, उहाँहरू यहाँ नभए पनि। अनि हाम्रो मेयर सरले उहाँलाई दीप प्रज्वलनको लागि अगाडि बोलाउनु भएकोमा उहाँ धेरै खुसी हुनुहुन्छ। जसरी हाम्रो जिन्दगीमा ज्योतिको बत्तीको उज्यालोको धेरै महत्त्व हुन्छ। हामी बस्ने, हाम्रो जिन्दगीलाई उज्यालो बनाउने, हामीले खाना पकाउने, हामीले कुरा गर्ने सबै कुराहरू उज्यालोको वरिपरि भइराखेको हुनाले त्यो एउटा चिन्ह जस्तो बन्न जान्छ। जसरी उज्यालोबाट सुरुवात भएका सबै कुराहरू त्यस्तै उज्जवल र सुन्दर हुन्छन् भन्ने कुरा उहाँले भन्नुभएको छ। र त्यो सँगसँगै तपाईँहरू सबैलाई यहाँ उपस्थित हुनुभएका सबैजनालाई पाहुनादेखि लिएर हाम्रो स्थानीय बासिन्दाहरू सबैलाई समृद्धि, सुस्वास्थ्य र सफलताको शुभकामना पनि दिनुभएको छ। सँगसँगै अबको यो हप्ताभरि जब हामी यहाँ छौँ, तपाईँहरू आउनुहोस्, उहाँसँग परिचय गर्नुहोस्, बोल्नुहोस्, आफ्नो कथाहरू भन्नुहोस्, उहाँको कथाहरू सुन्नुहोस्, ताकि जब यो हप्ताको अन्त्यमा हामी यहाँबाट जाने बेला हुन्छ त्यतिखेरसम्म हामी एकअर्काको लागि एउटा पाहुना भन्दा पनि दिदीबहिनी दाजुभाइको जस्तो पारस्परिक सम्बन्ध बनोस् र हामी दुवैजना एकअर्काको कथाहरू सुनेर सिकेर एउटा परिवार जसरी सँगै मिलेर बस्न सकौँ। त्यही भएर यो अबको आउने हप्तालाई एकदमै सुन्दर बनाउनको लागि उहाँले आदर गर्नुहोस्, सबैलाई रिक्वेस्ट गर्नुभएको छ। धन्यवाद।